वेलकम टु चार राते। यहाँ देख्न सक्नुहुन्छ चार रातेको भ्यू। पछाडिपट्टि मेरो पछाडिपट्टि एकदमै दामी हिमाल देख्न सक्नुहुन्छ। कुम्भकर्ण लगायत अन्य हिमालहरू रहेको छ भने आज हामी यहाँ घुम्न आएको थियौँ। यहाँको एकदम मौसम च्यालेन्जिङ खालको छ। एकदमै कोल्ड, एकदम सिरेटो हावा। बाफले हावा फेरि एकैछिन बन्द भने चाहिँ टक्क तातो तातो हुन्छ होइन, तर हावा चलिरहेको भने चाहिँ यस्तो हुन्छ। सो यहाँ म तपाईँहरूलाई जुम गरेर देखाउनु चाहे। यो कुम्भकर्ण भनेको यो हो, यहाँ देख्न सक्नुहुन्छ। हो यता 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 सबै देखिन्थ्यो, तर अहिले चाहिँ निकै छोपिसक्यो। बोल्नु पनि गाह्रो भइरहेछ हावाले। सो यो चाहिँ एकदम ब्युटिफुल हाउस। आई थिङ्क यो चाहिँ होमस्टे पनि होला। पारी यो डाँडामा चाहिँ हिउँ पनि चढिरहेको देख्न सकिन्छ, तर यहाँ चाहिँ अब हामी जान सकिँदैन। सो चार रातेको भ्यू तपाईँहरूलाई कस्तो लाग्यो? यदि तपाईँहरू पनि घुम्न आउने विचार गर्दै हुनुहुन्छ भने यस दिस इज द पर्फेक्ट टाइम फर भिजिटिङ दिस प्लेस होइन। तपाईँहरू पनि आउनुहोस्, इन्जोय गर्नुहोस्। यहाँको मौसम, यहाँको इन्भाइरोमेन्ट, यहाँको सिन, एभ्रिथिङ होइन। तपाईँहरूले चाहिँ यहाँ आएर एकदमै इन्जोय गर्न सक्नुहुन्छ। अहिलेको इन्भाइरोमेन्ट पनि राम्रो छ, टक्क खुलेको। लगभग दिनमा एकचोटि चाहिँ खुल्छ भन्ने यहाँ स्थानीयहरूबाट सुनिएको छ। सो बिहानै आइपुग्नु भयो भने पनि तपाईँहरूले यहाँको सिनहरू एभ्रिथिङ तपाईँहरूले के भन्नु, तपाईँहरूले देख्नु पाउनुहुन्छ।